Hello guys, this is BIP Voice नेपाल युट्युब च्यानल लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अलिक लाइटले गरेर अलिक मधुरो मधुरो आयो होला हैन। बिहानको भिडियो कस्तो लाग्यो सेयर गरिदिनु, कमेन्ट गरिदिनु। जति धेरै तपाईहरुले सपोर्ट गर्नुहुन्छ त्यति धेरै दिने भिडियो बनाइहाल्छु म। आजको हाम्रो बनायो भनेको हेर्नु, यो भनेको पोर्क अनि सिमला मिर्च अलिअलि दाल नबनाएर झोल अलिअलि हालेको, बासमती राइस अनि आज सलाद चाहिँ बनाइन। खोर्सानी र कागती मात्रै छ सलादको नाममा हैन गाइस। यतै छ। एकजनालाई हेर्नु न यति धेरै बनाएको छु अनि एकजनाको लागि यति धेरै के गर्नु, सिंगल हुनु गाह्रो छ गाइस। भिलेजमा मिंगल हुनुपर्छ। सिंगल भए पनि ढुक्क हुन्छ, मिंगल नभए पनि ट्याक पकायो, खान मन लाग्यो खायो, खान मन लागेन चाउचाउ चाउमिन पास्ता बनायो खायो। कुनै दिन म चाउचाउ चाउमिन पास्ताहरू पनि बनाएर खाएको भिडियोहरू तपाईहरुमा लिएर आउन छु। धेरै भन्दा धेरै साथ सपोर्ट गर्नु होला। मिल्यो भने के च्यालेन्ज मिल्यो भने धेरै राम्रो राम्रो बनाउन खोज्ने छु। तपाईहरुलाई धेरै भन्दा धेरै ह्याप्पी पार्न खोज्ने छु हैन गाइस। तपाईहरुलाई कतिले त खानु पनि नला पोर्क। मैले पनि आजै ट्राई गर्न खोजेको पोर्क भनेर भन्न मिल्दैन। म चाहिँ खान्छु है, पोर्क खान्छु, बिफ खान्न, चिकन खान्छु। के गर्नु, चिकन मटन भन्दा पोर्कमा तपाईहरुको केही रोग लाग्दैन, केही हुँदैन भन्छन्। तर सानैदेखि नै खाएको है मैले पोर्क खाने भनेको सानैदेखि नै खाएको। त्यही भएर झुटो बोल्नु पनि हुन्न। तपाईहरु कहाँ कताबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेखिदिनु होला। धेरै भन्दा धेरै सपोर्ट गर्नु होला, साथ सपोर्ट दिनु होला। तपाईहरुको साथ सपोर्ट पायो भने म झन् राम्रो राम्रो भिडियोहरू बनाएर तपाईहरुलाई मनोरञ्जन दिन चाहन्छु। हस्, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु। यो अहिले घाममा हिँडेर अनुहार पनि धेरै बिग्रेको छ, त्यही पनि माया गरिदिनु, बुझ्नु पनि। प्लिज लाइक, कमेन्ट, शेयर, subscribe. Okay guys, I will meet you tomorrow or night. Bye bye guys, support me guys.